Hey guys, welcome and welcome back to my YouTube channel and another vlogs. So guys, आज हामी जाँदैछौँ नमस्ते झर्ना नहुनको लागि। हेर्न सक्नुहुनेछ तपाईहरु यहाँबाट दृश्य कस्तो मजाको देखिन्छ झन्। त्यहाँ गए यहाँबाट टिकट काटेपछि अब चाहिँ हाम्रो यात्रा चाहिँ अझै सुरु हुन्छन्, अझै रमाइलो हुँदै जान्छन्। यहाँबाट झन् कति उकालो कति सिडी चढ्नु पर्छ गाइस। सो भिडियोमा अन्तिमसम्म बनिरहनु होला। देखो तोरीको हालत कस्तो हुँदैछ गाइस। ओ गाइस यस्तो हुँदैछ। मुटु फुट्न लागिसक्यो। अब कति बोलाइहाल्न सकेपछि कति बोल्यो तेचकिँदै एउटा दे कचको कुन चाहिँ सिडी फेरि चढ्न लागिसकेका छौँ। पहाडको टुप्पोमा गाइस अब चाहिँ पुग्न आँटिसकेको छु जस्तो लाग्दैछ आफूलाई। पुग्नै आँटिसकेको गाइस, हेर्न सक्नुहुनेछ। पुल अब पुरै चिप्लिँदैछ चप्पल जुत्ता। हाम्रो पुरै साथीहरू गर्मी चाहिँ बवाल हुँदो रहेछ क्या। ठन्डा लाग्यो त, केही पाउनको लागि केही घुमाउनु पर्ला जस्तो छ। सेम त्यस्तै हुँदैछ। यस्तो मजाको पानी, पुरै चिसो पानीको। Oh my god, फाइनली गाइस पुगिसकेका छौँ वाटरफल नमस्ते झरना धनकुटा भेटा। यहाँबाट तपाईँलाई कस्तो दृश्य देखिन्छ वेट गर्नु। कोसिस गर्छु। गर्मीले पागल हुने आँटिछ। फाइनल गाइस हामी पुगिसकेका छौँ। यहाँ आउँदा एउटा मनमा एक खालको छुट्टै भाइब्स आउँदैछ। कस्तो आनन्द आउँदैछ हौ पानीको झरनाको फोडा हेरेपछि। ओ माई गड के भन्नु, बिहान गर्न चाहिँ सकिँदैन। यहाँ आएपछि मात्रै थाहा हुन्छ त्यो यो पल कस्तो हुँदो रहेछ भनेर।
यत्रो कालो ओह्रालो चढेर आएपछि बल्ल त्यही ठाउँमा पुगेपछि आनन्द आयो। मस्त तरिकाले आयो। बवाल रहेछ। गाइस आज हामी नुहाउन जाँदैछौँ। सबैजना हेर्नु सक्नुहुन्छ। Oh my god. Hai guys, kami जाँदैछौँ बाबा। हम बनावे चाहिँ फोटो खिचिदिनु ल हुन्छ। भिडियो बनाउँदैछु। त्यो भिडियो बनाइदिए। ओके।